माछा रहेछ सोल्टी माछा रहेछ नि सोल्टी अनि यार माछा रहेछ क्या ठुलै छ ऊ उता जानु त तपाईँ उता जानु बिग सर्ट another big one come on माथि निकाल्न नि सक्ने रहेछ तर उ त्यो जाली नि उस गर्नुपर्छ होला यो त अलि ठुलै रहेछ ल ए सानो आयो सोल्टी यो निकाल्ने ठाउँै अलि नहुँदो रहेछ सानै रहेछ यो नि अलि पाउँदैन त्यो वाला आउँलो भयो मर्स्याङ त है त्यहाँ त मान्छे त यहीँ बसी गर्दो रहेछ क्या हो र त्यहाँ त डेन्जर लाग्छ क्या तर मान्छे कहिले नडुल्दो रहेछ अनि दुईजना गएपछि त्यहाँ ठाउँमै पुग्दैन फेरि हान्ने ठाउँ नहोला नि यहाँतिर अब त निस्किन्छ नि फेरि त त्यो हावाले हल्लाको हल्लै गर्छ क्या फेरि हुनु त हुन्छ हौ यताबाट नि दुईटा जति त यतैबाट नि हुन्छ सोल्टी एउटा तलतिर हालौँ ल दुईटा यतैबाट यसरी हानौँ भगाउँदो रहेछ यहाँ सानो आयो सोल्टी यो निकाल्ने ठाउँै अलि नहुँदो रहेछ हौ यहाँनिर सानै रहेछ यो नि अलि कहाँ भने यो नि माथिबाट उन्दिएछ सोल्टी तान्छौँ माला गजब म फेरि यसलाई तल्ल छोडिदिनुपर्छ अब पुग्दैन होला यहाँ ओहो यसलाई निकाल्ने ठाउँमा अलिक झ्याउ हुँदो रहेछ हौ पुच्छरमा झुन्डिएछ सोल्टी क्यों खबर तेरे से आया था क्या ये खेल्न आउँदाखेरि परे जस्तो छ क्या यो ए यसले सबै खाइदिएछ नि अनि ओहो यत्रो ठुलो माछा पर्यो भने त कहाँ लाने हो हेर्नु न पुरै भुजै बनाएको छ यसले आएन गयो
आयो सानो आयो होला नत्र छैन ओ सानो आएछ निकाल्ने ठाउँै अलिक नहुँदो रहेछ यहाँनिर ठिकैको आएछ यो चाहिँ ठिकैको आएछ खप्पै हुनेछ हुन्न नि ए मा अब त डुबाउनै पर्छ कि हो डुबाउनै पर्छ यो तारै जोडेर तब itu semua file tuh no इसलिए चाबी बेरियर नि यसले खतरा गरेको नाल चाहिँ फेरि तानेको त फेरि हत्तै आएको के फेरि जखड आसला चाहिँ त्यहाँतिर रहेछ यत्र जखडै छ नि यो त माल त अनि तपाईँले ताने अनुसार त मैले गतिले कतिले आयो कि हो भनेको मैले नि आने ए माल यो नि अड्केछ क्या फेरि यो भन्दा अलिक ठुलो थियो एउटा हिजो है खतमै बनायो नि अब यो पनि अड्केर बसिरहेको रहेछ फेरि कस्तो मलाई खतम पारो पानीले खतरा खतरा गर्छ त त्यहाँ बगाएर रहेछ माछा रहेछ सोल्टी माछा रहेछ नि सोल्टी अनि यार माछा रहेछ क्या ठुलै छ ऊ उता जानु त तपाईँ उता जानु त त्यहाँनिर अड्के सोल्टी अड्के त्यहाँनिर यार त्यही त नि मैले त अड्किरहेको चिज त होइन होला भने त मैले त सोल्टी आहा आहा यतै आछ अहिले पस्नु नजानु यतै आइसक्यो यतै आइसक्यो यतै ओए 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 डेन्जर भाग्यो यो त ए 4-5वटाले उनी भ्याएछ यो अघि नैदेखि परेर नै अड्किया रहेछ नि त यो त त्यही भएर भनेको त मैले झन् कहाँ खुदिनु त्यस्तो भएको त तिनजनाले किनेर खुदकिन त यो चान्सै छैन रहेछ अहिलेको त्यो ठुलो परेको त भिडियो नभएर रहेछ सोल्टी यार कस्तो परिरहेको रहेछ तानेको त पुरा खतर 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 गरेको कि अड्किन त अड्किरहेको थियो अझै नि यहाँ क्यु चफेला त मलाई त आराम पर्छ यहाँ त भ्याउँछ यहीँ यसो उस गरेर कस्तो परिरहेको त माछा त यार ए छले गाँठ ल अझै नै अड्किरहेको थियो क्या सोल्टी त्यो मैले त फेरि अड्केको चिज के हान्थ्यो र जस्तो लाग्यो क्या बहुत चिप्लो छ रास्ता यार रास्ता चिप्लो छ यो चिप्लो ढुङ्गामा चाहिँ यो सक्ला झन् चिप्लिँदो रहेछ
Nah, kalah sama lu. Nak छैन हैन है बिस्तारै बिस्तारै ए छ ठुलै छ ठुलै छ ठुलो छ ठुलो ठुलो छ है तल जानु त तपाईँ तल जानु बिस्तारै जानु बरु ए बिस्तारै जानु है बिस्तारै ठुलो छ ठुलो बिग शॉट another big one come on आयो सोल्टी आयो यतै खाऊ हौ मजाले माली माथि निकाल्न सक्ने रहेछ तर उ त्यो जाली नि उस गर्नुपर्छ होला ए हातमा उन्ला सट्यो बिस्तारै जानु है फेरि के क्या त खमिन हो ताम जिया तो खोलो जिनी ये याद तेरे का वाह कता जन मागत आई रही यार ए गयो के हो सानो आयो यस्तो पो रहेछ नि कहाँ हुन्छ के खान्थ्यो त्यत्रो सानोले यही टोलीले हो क्या डिस्टर्ब गर्ने धेरै गयो सोल्टी फ्यासै ए छ के हो रहेछ त अनि तनाइ त कडाइ छ त यसको त अनि यस्तो अप्ठ्यारो के यो ठाउँै फेरि यार ए तम ए सानै रहेछ नि ठिकै छ नि यही नै अब के अन्त कति नपर्नु भन्दा त यही ठिक छ नि अब आशा है अलिक गरौँ ए ठुलै छ है ऊ ठुलै छ ऊ आयो त्यसका बाजेलाई होइन दुईटा पो छ जस्तो छ त होइन के हो र यो तार पो अल्झिएछ पाउनु नदिनु त्यसलाई तार अल्झिया रहेछ नि त खोइ मैले नि भनेको त नि यता नि हान्न आयो होइन म त कहाँ ठुलै जस्तो लाग्यो नि त फेरि यसमा अल्झिएछ सोल्टी ओइ माछा त माछा रहेछ सोल्टी ओहो माछा र त योसँग यो उठाउनु त यो यो त अलिक ठुलै रहेछ ल ए त्यो बल्छीले पो रहेछ त त्यसका बारे माथिबाट पो छ यो त यतिको साइज त ठिकै हो त्यसमा पनि हाल्नुपर्ने बेला भयो त्यही भएर म त दुइटै किन एकैपालि चलेखा भन्छु अनि
peran. Oh. अच्छा खाने निकाल्नु त आउँदैछ घन्टी नि लुज भयो त सोल्टी गयो के हो फेरि सानो छ के हो ल ल काम मछली 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 अलिकति नल्याएर जाने रहेछ त्यो नि फेरि यार होइन दानामा के बित्तिको सानो माछा परेको त आज यार त्यही त ए 2 किलो त पुग्छ क्या आज नि किलो यहाँ यो भइसक्यो पुग्छ 2 किलो त